नमस्ते सम्पूर्णमा खुसीको खबर भनौँ अथवा दुःखको खबर भनौँ, मलेसिया खुलेको छ। धेरै लामो समयदेखि बन्द रहेको मलेसिया अहिले खुलेको छ। जताततै विज्ञापनहरू पनि आएकै छन्। फलानु सेक्युरिटीमा यति, फलानु सेक्युरिटीमा यति सेलरी, यति सुविधा भनेर आएको आइछ। तर म चाहिँ विगत लामो वर्षदेखि त्यही मलेसियामा काम गरेको र आफ्नो अनुभवको आधारमा चाहिँ एउटा सानो भिडियो बनाउन गइरहेको छु। जो मलेसिया जाँदै हुनुहुन्छ यो भिडियो हेर्नुहोस् र हुने कुराहरू यिनै हुन्। मलेसिया अहिले जति यहाँ नेपालबाट हामी 3 लाख 4 लाख रुपियाँ तिरेर मलेसिया जाँदैछौँ, त्यहाँ गइसकेपछिको परिस्थिति स्थिति नै फरक हुन्छ। तपाईँलाई यहाँनिर एजेन्टहरूले अनेक बाहना बनाए पनि यति राम्रो कम्पनी छ, यस्तो कम्पनी छ, जति जे भने पनि मलेसियामा थोरै कम्पनीहरू मात्र राम्रा छन् कि ती कम्पनीमा कोटा आएर पनि जाने सीमित मान्छेहरू मात्र जान पाउँछ, सबैले जान पाउँदैन। हाम्रो विडम्बना नगई पनि भएको छैन। सजिलो जानको लागि मलेसिया छ, छिटो भिसा दिने, जानलाई धेरैजना मान्छेहरू लाने, त्यो भएकोले गर्दा। तर त्यहाँ गइसकेपछि नेपालीहरूले यति दुःख पाएका छन्, यति दुःख पाउँछन्। हो हामी ड्युटी गर्न गएको हो, 12 घण्टा 30 दिन गरेर तपाईँले कमाउने भनेको 50 देखि 60 हजार रुपियाँ हो। 50-60 हजार रुपियाँ कमाएर चाहिँ यता 3-4 लाख रुपियाँ ऋण तिर्दा तिर्दै तपाईँ फ्रस्ट्रेसनमा जानुहुन्छ। किनकि त्यहाँको काम, त्यहाँको प्लान त्यति गाह्रो छ मलेसियामा। यहाँनिर एजेन्टहरूले जति राम्रो छ, जति जे भने पनि तपाईँहरू त्यो सम्बन्धित कम्पनीमा काम गरेको मान्छेलाई बुझेर मात्र जानुस्। अहिले 2500 देखि 3000 को भनेको पनि डिमान्डहरू मैले धेरै देखेको छु। अहिले मोबाइलमा चल्ने भनेकै अहिले विज्ञापन मलेसियाको सेक्युरिटीको भन्दा धेरै सेक्युरिटीहरू मलेसियामा लाने भएकोले गर्दा अहिले लामो समय भयो रोकिएको। तर त्यहाँ पुर्याइसकेपछि 1-2 महिना कामै नदिने, अनि काम दिए पनि अलिकति मान्छे बढी भयो, यहाँबाट त एजेन्टले पैसा खान्छ र यहाँको एजेन्टले मात्र पैसा खाँदैन, उहाँबाट जसले डिमान्ड लिएर आएको हुन्छ त्यो मान्छेले पनि पैसा खाएको हुन्छ। अनि उहाँ लगेर मान्छे थुपारिदिइसकेपछि त्यसले कम्पनी छोडेर कामै छोडिदिन्छ। जो मान्छेको कम्पनी हो त्यो मान्छे यहाँ मान्छे लिनलाई आएको हुँदैन, त्यो कामदार हुन्छ, म्यानेजरहरू आएको हुन्छ। अनि उसले चाहिँ त्यो मान्छे मेरो कम्पनीमा, खुद मेरो कम्पनीमा त्यो भएको छ, धेरैजनाले दुःख पाउनु भएको छ। होइन भनेदेखि मलेसियाको डिएनएस सेक्युरिटीमा काम गर्नेहरूलाई अहिले पनि सोध्नुहोस्, कतिजनाको भिसा अहिले पनि लागेको छैन, भिसा लगाउन सकेको छैन। म त त्यो कम्पनीमा 8 वर्ष काम गरेँ, तर जुन साइडमा म काम गर्थेँ त्यो चाहिँ एकदम राम्रो थियो। मैले काम गरेको ठाउँमा एकदम राम्रो थियो। त्यो कम्पनी राम्रो भन्दा पनि त्यो काम गर्ने ठाउँ साइड चाहिँ राम्रो। हामी गएपछि 2 पल्ट सेलेरी बढ्दाखेरि पनि सरकारले बढाएको सेलेरीमा हाम्रो पाइरहेको एलाउन्स काटेर उता बेसिकमा थपेर दिएको थियो क्या। पैसा 1 रुपियाँ बढेर हाम्रो पेपर मात्र बढाएको थियो। हो धेरै जस्तो कम्पनीहरूमा मलेसियामा हुने भनेको यही हो। सरकारले दिएको सुविधा पनि त्यहाँको कम्पनीहरूले दिँदैन। तपाईँ बोल्नुभयो त्यहाँको कम्पनीको विरुद्ध बोल्नुभयो भन्दा तपाईँलाई केही कुटा खानुहुन्छ। अनि तपाईँ एमबी